आजको सङ्केत संवाद कार्यक्रममा आज मैले एउटा यस्तो पाहुना लिएर आएको छु जो धेरैभन्दा धेरै कविता लेख्नुहुन्छ र त्योभन्दा बढी गीतहरू लेख्नुहुन्छ। उहाँको अहिलेसम्म 4वटा कृतिहरू आइसकेको छ। पहिलो अनुभूतिका रङ्गहरू कविता सङ्ग्रह 2068 सालमा विक्रम सम्वत, अनि मनोकांक्षा गीती एल्बम 2070 सालमा, त्यसै गरेर रङ्ग जिन्दगीको गीती सङ्ग्रह 2015 सालमा र मनोकांक्षा भाग 2 गीती एल्बम गरेर उहाँको 4वटा कृतिहरू बजारमा आइसकेको छ र अरू आख्यानको कृतिहरू आउँदै गरेको उहाँले मलाई फोन वार्तामा बताउनु भएको छ। त्यो कुराहरू हामीले फेरि विस्तृत रूपमा हामीले अहिले छलफल गर्ने नै छौँ। सङ्केत संवाद कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। सन्चै हुनुहुन्छ? हजुर, एकदम। हजुरको त्यो जन्म महिना पनि यो महिना नै परेछ, हेर्नुहोस् है। हजुर, होइन, भर्खर गयो, 10 दिन जस्तो भयो होला हेर्दाखेरि होइन। तपाईँलाई सर्वप्रथम त जन्मदिनको हार्दिक शुभकामना। अब ऋतुहरूको राजा मानिन्छ होइन, वसन्त ऋतु। खास गरी तपाईँलाई यो वसन्त ऋतुमा जन्मिँदाखेरि अति रमाइलो फिल हुँदैन? सर्वप्रथम त आज ठ्याक्क तपाईँले जन्मदिनको प्रसङ्ग उठाउनु भयो। मेरो 20 मार्च अर्थात् 7 गते चैत्रको दिन जन्म भएको र सर्वप्रथम म मेरो आमा, मेरो पूजनीय आमालाई म मेरो हृदयबाटै हार्दिक आभार धन्यवाद प्रकट गर्न चाहन्छु। तर बोलेर त्यो कुरोहरू सायद उहाँले जुन हिसाबले मलाई जन्म दिएर ऋणी बनाउनु भएको छ त्यो हिसाब त मैले सायद जिन्दगीभर पनि चुक्ता गर्न सक्दिनँ। संयोगवश आज जन्मदिनकै कुरा निस्किँदा हाम्रो अङ्ग्रेजी मदर्स डे पनि परेको रहेछ र म यही कार्यक्रम तपाईँको सङ्केत संवाद मार्फत आमाप्रति म हार्दिक नमन सेवा ढोक गर्न चाहन्छु। साथै तपाईँ हाम्रो प्रकाशजी पनि हुनुहुन्छ अगाडि क्यामेरामा सहयोग गर्नुभएको लगायत श्रोताहरूमा पनि म सर्वप्रथम हार्दिक नमस्कार गर्न चाहन्छु। कति राम्रो शब्द भन्नुभयो। ठ्याक्कै संयोगवश आज साँच्चै मदर्स डे पनि हो यहाँको होइन। हजुर, अनि आमालाई सम्झिनुभयो। आमा नेपालमा हुनुहुन्छ होला होइन? हजुर। यो भिडियो अब 1 हप्तामा अपलोड हुन्छ, उहाँले अवश्य हेर्नुहुन्छ होला। म उहाँलाई सम्झिनु भएको छ, उहाँ हाम्रो कवि मुकेश राईज्यूले। त्यसो भन्दाखेरि अब लेखनको कुरा गर्नै पर्दाखेरि हजुर अब कवि हुनुहुन्छ होइन। मूलत कविता भन्दा नि मैले धेरै गीतहरू लेखेको देखेँ तपाईँको। अहिलेसम्म आइपुग्दाखेरि हुन त स्कुले जीवनदेखि नै तपाईँले लेखेको हामीले अब देख्यौँ होइन, मलाई त्यस्तै लाग्छ। हजुरले खास गरी लेखनको यो कविता अथवा गीतहरू लेख्न अथवा साहित्य क्षेत्रमा लेख्न थाल्नुभएको चाहिँ कुन समयदेखि हो? लेख्न थालेको हजुरले भन्नुभयो जस्तै मैले स्कुले जीवनबाट नै लेखेको हो। विशेष गरेर अब मेरो घर पशुपति नगर ठ्याक्क बोर्डरमै पर्छ, 10 गजाभन्दा झन्डै 5-10 मिनट अगाडि मात्र होइन, यता नेपालपट्टि। अनि हामी दार्जिलिङको बोर्डर। बाबा हुलाकमा काम गर्नुहुन्थ्यो अनि हुलाकमा काम गर्दा त्यति बेला सायद एडभान्टेज हुन्थ्यो अथवा के, उहाँको धेरै परिचित मित्रहरू दार्जिलिङपट्टिका सम्पादकहरू हुनुहुन्थ्यो, बुद्ध सङ्गम, कृष्ण खड्का जस्ता। अब उहाँहरू अहिले त बितेर पनि गइसक्नुभयो कति त होइन, कति हुनुहुन्छ अब उहाँ। अनि उहाँहरूको पत्र पत्रिकाहरू पढ्थेँ। साथै अब स्कुलमा उपन्यासहरू त्यति बेला जस्तो प्रकाश कोविदको उपन्यास अथवा टेक्स्टमा अन्य पनि पढ्ने जुन चाहिँ क्रममा त्यही साहित्यले तानेरै होला अथवा त्यो माहौलमा कसरी म साहित्यप्रति मेरो लगाव अथवा मेरो झुकाव भयो त्यो चाहिँ मलाई थाहा छैन। तर मैले 8 कक्षामा पढ्दाखेरि एउटा छोटो कविता चाहिँ लेखेको थिएँ। तर मलाई कविता लेखेर देखाउन चाहिँ लाज लाग्थ्यो। अनि मैले त्यतिकै स्कुलको कपीमा लेखेर राखेको चाहिँ बाबाले भेट्नु भएछ। अनि कसले लेखेको भनेर सोध्नुभयो। अनि मैले नै उहाँले त्यो कविता चाहिँ आफैले अझ सच्याइवरी अलिकति मिलाएर घुमपाडबाट निस्किन्थ्यो त्यति बेला। वैशालु भन्ने पत्रिका, अघि मैले नाम मेन्सन गरेँ कृष्ण खड्काजी, उहाँलाई पठाएर त्यो कविता छापिएको थियो त्यति बेला। घुमपाड भनेको त दार्जिलिङ। हजुर। अनि त्यो पछि वैशालुमा आएपछि साथीभाइले चाहिँ मलाई खुबै जिस्काए, कवि भनेर, अथवा कतिजनाले त्यो पढ्नेहरूले अलिकति सङ्कोच लागेको थियो। तर
पछि गएर त्यो नै मलाई एउटा मेरो साहित्य सिर्जनाको प्रथम कविता पनि हो जस्तो पनि लाग्छ र त्यो एउटा मानक त्यसले गर्दाखेरि म प्रतिको साहित्यको झुकाव बुवाले पनि थाहा पाउनु भयो जस्तो लाग्छ। त्यसपछि चाहिँ अन्य पत्र पत्रिकाहरू पनि निकै ल्याइदिनुहुन्थ्यो र पढ्ने क्रम चाहिँ त्यसरी मेरो जारी भएको हो। तपाईँ एउटा रमणीय ठाउँमा जन्मिनु भयो होइन? हजुर। इलाम। अनि तपाईँले अघि भर्खर पशुपति नगर तपाईँको अझ मुख्य होइन घर, त्यहाँबाट त दार्जिलिङ धेरै टाढा छ, एकदमै बोर्डर जस्तै नै हो। हजुर, दार्जिलिङ पुग्न र हाम्रो इलाम सदरमुकाम पुग्नु बराबरी। भनेपछि भौगोलिक जुन एउटा दूरी हुन्छ नि होइन, तपाईँले चाहिँ यता काठमाडौँतिर अथवा केन्द्रतिरको पत्रिकाहरू अथवा धरानतिर निक्लिने लोकल पत्रिकाहरू भन्दा तपाईँलाई चाहिँ अलिकति दार्जिलिङको त्यो साइडको चाहिँ एकदमै त्यति बेला नजिक पर्थ्यो होइन? हजुर, बाटोघाटोको हिसाबले पनि अब इलाम हाम्रै पशुपति नगरतिर गाडी पुग्नको लागि पनि हिले बाटो मात्रै थियो त्यो समयमा, गर्दाखेरि नेपालतिरको पत्र पत्रिकाहरू पनि आइपुग्थ्यो कतिवटा, तर धेरै चाहिँ दार्जिलिङे पत्र पत्रिकाले अलिकति प्रभाव पारेको थियो। फेरि नेपालमै रहँदाखेरि मात्रै त्यो प्रभाव होइन, मेरो माउली फेरि दार्जिलिङ नै हो। दार्जिलिङ हो। हजुर, आमा तल राङमाङ बस्ती हुनुहुन्छ, चामुङ टी स्टेट। अनि म माउलीतिर जाँदाखेरि अब मैले त्यो मूल्याङ्कन त गरेको होइन, तर पनि मेरो दिदीहरू हुनुहुन्थ्यो, अनि दिदीहरू अब सिनियर क्लासमा पढ्नुहुने, उहाँहरूको चाहिँ टेक्स्ट बुक बाहेक पनि धेरै साहित्यिक किताबहरू जस्तो अङ्ग्रेजी अनुवादको कथा सङ्ग्रहहरू अनि नेपालकै मुना मदनहरू पनि उहाँहरूको स्कुलमा पढाइ हुन्थ्यो। अनि त्यो चिजहरू चाहिँ मैले त्यहाँ पढ्दाखेरि मलाई हाम्रो नेपालमा पनि हाम्रो पनि यो हुनु नि जस्तो लाग्थ्यो, तर थिएन। तर त्यो मूल्याङ्कनमा मैले अब हाम्रो शिक्षा नीतिलाई यस्तो उहाँको राम्रो भन्न खोजेको थिएन, तर त्यो चिजले चाहिँ मलाई अलिकति प्रभाव चाहिँ पारेको हो त्यो चिजहरूले पनि। किनभने अहिले जस्तो अब गेमिङ अथवा इन्टरनेट केही थिएन, त्यति बेलाको मनोरञ्जन भनेकै कि चाहिँ नेपाली चलचित्रहरू आयो भने दार्जिलिङमा सबै गाडी साडी रिजर्भ गरेर हेर्नु जान्थ्यो, अब कि चाहिँ पुस्तक पढ्ने नै हो। भनेपछि सुरु तपाईँले कविताबाट सुरु गर्नुभयो होइन? तर अहिले तपाईँको बजारमा धेरै गीतहरू आएको देखिन्छ होइन? धेरै भिजुअलहरू गर्नुभएको छ, दुईवटा त तपाईँको एल्बमै निक्लिसक्यो होइन? लगभग तपाईँले कतिवटा जस्तो गीतहरू लेख्नुभयो, केही याद? गीतहरू लेखेकै हिसाबले भन्ने हो भने त गीतहरू त झन्डै 500-600को हाराहारीमा लेखियो। किनभने गीती सङ्ग्रह अघि तपाईँले मेन्सन गर्नुभयो रङ्ग जिन्दगीको, त्यो मेरो गीती सङ्ग्रह हो भनेदेखि 2टा एल्बम। त्यो बाहेक मैले अब नेपाली चलचित्रमा पनि एउटा दुईटामा गीत लेख्ने मौका पाएँ, त्यो मेरो भाग्यको कुरो होला सायद। अनि अर्को हाम्रो इलामको एउटा वृत्तचित्र बनेको थियो डकुमेन्ट्री, त्यसमा पनि मैले शीर्ष गीत लेख्ने मौका पाएको छु। गर्दाखेरि त्यो हिसाबले अब लेखनको यात्रामा परदेशमा रहेर पनि नेपाली साहित्यसँग नजिक रहेर सिर्जना गर्न पाउँदा एउटा खुसीको कुरो हो जस्तो लाग्छ। तर रोमियो फिल्म थियो नि एउटा नेपाली फिल्म होइन, त्यसमा नि तपाईँको गीत बाबरी भन्ने हजुर तपाईँको शब्द हजुरमा त्यहाँ सङ्गीत दिएको थियो र त्यो फिल्ममा राखिएको थियो होइन? यो कति निकै अगाडिको कुरा हो? यो 2019 सालतिरको अङ्ग्रेजी वर्ष। त्यसमा चाहिँ हाम्रो तारा प्रकाश लिम्बू भाइको सङ्गीत छ भने सन्तोष लामा र मेलिना राईको आवाज है त्यसमा होइन? हजुर। अब गीत सङ्गीतको कुरा गर्दाखेरि खास गरी अहिले धेरै प्रकारका गीतहरू सुन्न सकिन्छ। हेर्नुहोस् है, कोही चाहिँ गीतहरू चाहिँ तपाईँको अब 1-2 दिनमा 1-2 महिनामा हिट भएर अब त्यो तपाईँको फेरि कहिले सुनिँदैन होइन? अहिले त खास गरी बजारतिर कस्तो खालको गीत सङ्गीतले चाहिँ माहौल जमाए जस्तो लाग्छ? गीतको कुरा गर्दा, गीतको क्याटेगोरीको कुरा गर्दा चाहिँ मलाई लाग्छ 2 किसिमको गीत। हुन त गीतको त्यसको जनरको हिसाबले हेर्ने भने त धेरै छ होइन, तर गीतलाई क्याटेगोराइज चाहिँ मैले 2 किसिमले गर्छु। जस्तो एउटा चाहिँ सुन्नको लागि र एउटाको हेर्नको लागि है। र अहिलेको जमाना कस्तो आयो भने टिकटकमा 15 सेकेन्डमा गीत गाएर पनि नाचेर पनि त्यो गीतको भावलाई कसले बुझ्छ र 15 सेकेन्डमा होइन? त्यो जमाना आयो। अलिकति कुरै गर्ने हो भनेदेखि लोकगीतहरूमै पनि धेरै विसङ्गति भित्री होला सायद। लोकगीतहरू उहिले सुन्दा कति मजा आउँथ्यो भनेदेखि अहिले गीतमा अङ्ग प्रदर्शनको कुराहरू बढेर गयो। मान्छेलाई सबभन्दा धेर तान्ने भन्ने नै
नराम्रो चिजले होला सायद, तर यसमा मेरो यो स्वकीय विचार मात्रै हो। किनभने यसलाई प्रसङ्ग जोड्न पर्दाखेरि चाहिँ जस्तो दुध भनेको त स्वास्थ्यको लागि एकदमै राम्रो चिज हो नि त, तर दुधवालाले चाहिँ घर घरमा बिहान ठेका लाउन जानुपर्छ नि दुध, तर रक्सी त हाम्रो लागि स्वास्थ्यको हिसाबले राम्रो चिज होइन नि त होइन। तर रक्सी खान त मान्छे भट्टीमै धाउँछ नि त आफै, गर्दाखेरि त्यो प्रसङ्ग मैले किन जोडेको भनेदेखि अलिकति विचलन विसङ्गति अङ्ग प्रदर्शनको कुराहरूमा मान्छेको मनोरञ्जनको विषयमा धेरै फोकस भयो होला। सुन्नको लागि बनिने गीत भनेको त थोरै मात्रै, जुन बेला रेडियोको जमाना थियो होइन, मान्छेले गीत सुनेर बस्थ्यो नि त, आनन्द। अहिले तपाईँले भन्नुभयो त्यति बेलाको गीतहरू जस्तो नातिकाजीको सङ्गीतका गीतहरू भयो, बच्चु कैलाश नारायण गोपाल जस्ता दिग्गज गायकहरूले गीत गाएको गीतहरू अहिले पनि सुन्दाखेरि त्यो कुनै माहौलमा बसेर होइन, तर आफ्नो एउटा समय निकालेर त्यो गीतमा घोत्लिन पाउँदाखेरि कति आनन्द आउँछ, त्यो गीतको मर्म बुझ्न सकिन्छ। त्यस्तो खालको गीत अहिले कति चल्छ र कति पनि चल्दैन नि त। तर जब कुनै नौयौवना आएर नाचिदिन्छ, त्यो गीतको भावमा मान्छे डुब्दैन, त्यो नौयौवनाप्रति नै मान्छे आकर्षित भएको हुन्छ नि त। त्यो भएर गीतको ट्रेन्ड नै बदलेको चाहिँ हो। त्यसो भन्दा अब तपाईँको नि धेरै गीतहरू अब युट्युबमा समावेश छन् होइन, निकै अब राम्रो राम्रो गीतहरू लेख्नुभएको छ तपाईँले। धेरै माया लाग्छ मेरो पापाको, मेरै तस्बिर बस्ने ती दुई आँखाको भन्ने पनि धेरै भ्यू भएको गीत हो होइन। अनि त्यसै गरेर तिमी मेरो संसार हो भन्ने मिलन आमतीले गाउनुभएको गीत पनि अब धेरै देखिन्छ। तपाईँले गीत सङ्गीतलाई कोही कुरालाई अलिकति परसम्म हेर्नु पर्दाखेरि यो रेकर्डिङ गर्ने चलन अनि तपाईँको यो जुन बाजागाजाहरू अब सङ्गीतकारहरूलाई हामीले अब भन्नु पऱ्यो होइन, कम्पोजरलाई अब कम्पोज गरिदियो भन्नु पऱ्यो होइन। तपाईँ एउटा गीत लेखेर उहाँलाई दिइसकेपछि र त्यसपछि जुन एउटा माहौल बन्छ, एउटा तपाईँको समस्या नभनौँ त्यसलाई गीत बजारमा ल्याउनसम्मको लागि चाहिँ आफ्नै गीत निकाल्नु पर्दाखेरि अरूले त माग्ने त तपाईँ दिइहाल्नु भएको छैन, सबै उहाँहरूले गर्नुहुन्छ त्यो होइन। तर आफूले निकाल्नु पर्दा र आफूले सङ्गीत भने जस्तो भएन भन्ने, कम्पोज भएन भन्ने, त्यस्तोहरू अहिले कतिको बाधा अर्चना खेप्नु भएको छ तपाईँले? राम्रो क्वालिटीको सङ्गीत संयोजन गर्ने अथवा राम्रो प्रकारले स्वरहरूलाई निखार्ने प्रविधिहरू जुन आयो त्यो भनेको त हाम्रो लागि एकदमै राम्रो कुरो हो, राम्रो चिज आएको। तर त्यो चिजहरूलाई विसङ्गतिको रूपमा बनाउनको लागि चाहिँ हामीले नै त्यसमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छौँ। किनभने जुन नहुनुपर्ने त्यो जस्तो गीतकारको पीडाको कुरो गर्ने हो भनेदेखि त अहिले मैले भन्दै गयो भने सायद धेरै छ होइन। म जस्तै भुक्तभोगीहरू अब गीतकारहरू धेरै हुनुहुन्छ डायस्पोराबाटै, अनि कतिपय साथीहरूसँग नेपालको स्टुडियोमा बसेर कुरा गर्दाखेरि सर अहिलेको नेपाली गीत सङ्गीत धानेकै भनेको बाहिरको गीतकार, बाहिरको गायक कलाकार, बाहिरको सर्जकले हो भन्नुहुन्छ। त्यो उहाँहरूले अनेस्टली भन्नुभएको हो भन्ने मलाई लाग्छ। किनभनेदेखि हामीले एउटा गीतको निम्ति जति खर्च हुन्छ त्योभन्दा बढी उहाँहरूलाई विचार गरेर दिइन्छ सायद खर्चको हिसाबले। तर जति खर्चको हिसाबले दिइन्छ त्यतिको क्वालिटी उहाँहरूले हाम्रो गीतहरूमा दुःख गरिदिनुहुन्न होला। कतिको त अब यो कुरो सबैमा चाहिँ लागु हुँदैन, तर मेरो आफ्नो विचार भन्दै जाँदाखेरि मैले त्यो पुरै पूर्वाग्रह बिना बोल्न पर्ने हुन्छ होइन। अब धेरै राम्रो राम्रा इमान्दार सङ्गीतकार गायक साथीहरू पनि हुनुहुन्छ, उहाँहरूले एकदमै लगनशीलताको साथ राम्रो राम्रो गीतहरू पनि गरिदिनु भएको छ। तर कतिपय साथीभाइसँग चाहिँ कस्तो पनि मैले भोगेको छु भने जस्तो मैले गीत लेख्दाखेरि मेरो गीत चाहिँ यो गायकले गाइदियोस् अथवा यो गायिकाको स्वरमा रेकर्डिङ होस् भन्ने एउटा चाहना हुन्छ नि। अनि त्यो गरेर पठाएपछि मेलोडीहरू गरिसकेपछि राम्रो भएपछि चाहिँ आफूलाई चाहिँ त्यो गायकको खर्चको हिसाबले सबै कुराहरू चार्ज हुन्छ। तर गाउने बेलामा चाहिँ ल फलाना गायकले त टाइमै दिनु सकेन दाजु, लु फल्नालाई दिउँ, अथवा फल्ना गायिकाले त टाइमै दिनु सकेन, अनि आफूलाई त एउटा हिसाबले त गीत मेरो कस्तो भयो होला भन्ने सुन्ने उत्सुकता पनि हुन्छ नि त। अनि त्यो बेला चाहिँ अब त्यो खालको अड्को थापिदिएपछि त हामी त नजिक भए पो ल एक दुई दिन कुरौँ अथवा के हुँदैछ त्यहाँको सिचुएसन बुझ्न सकिन्छ त यहाँबाट कुरा गर्दाखेरि त्यो सिचुएसनमा चाहिँ अब ल हुन्छ नि त तपाईँले भनेकोलाई गाउनु दिउँ भनेपछि चाहिँ त्यहाँ आफ्नो गीत त
आफ्नो सोचभन्दा पर गइगयो त्यही बेला नै जसले गाउन पर्ने उसले गाइदिएन नि त। तर त्यसमा उहाँहरूको सायद अलिकति आर्थिक फाइदा होला अथवा उहाँहरूको गुटबन्दी होला, त्यसमा के छ त्यो कुरोहरू आफ्नै ठाउँमा छ। तर त्यो चिजले गीतकारलाई मर्का चाहिँ परेको छ। त्यो चाहिँ एउटा विसङ्गति हो। त्यो बाहेक अरू अब राम्रोसँग गर्ने हो भनेदेखि त राम्रै पनि भइरहेको छ। जस हजुरको 2टा एल्बम निकाल्दाखेरि त्यति सहज तरिकाले ननिक्ले पनि अब 1-2वटा गीतहरू चाहिँ तपाईँले निकै अलिकति सङ्घर्ष गर्नु पऱ्यो निकाल्नु पर्दाखेरि होइन? हजुर। त्यसमा सरी तपाईँ बोल्नु हुँदै गर्दाखेरि यो मलाई ठ्याक्क सम्झेको बेलामा हजुरले कुरो गर्नुभएको जुन चाहिँ एरेन्जमेन्टको कुरा आयो सङ्गीत संयोजनको, त्यसमा चाहिँ अब अहिले आएर यो इलेक्ट्रोनिक इन्स्ट्रुमेन्टहरूबाटै पनि धेरै कुराहरू उहाँहरूले काम चलाउनुहुन्छ एउटा कुरो। दोस्रो कुरो अहिले जुन चाहिँ एरेन्जमेन्टको कुरो गर्नुभयो गीत सङ्गीत संयोजनको, त्यो तपाईँको लाइभबाट पनि गर्छ होइन? तर लाइभमा टाइम दिन नसकेको खण्डमा उहाँहरूले इलेक्ट्रोनिक इन्स्ट्रुमेन्टहरू बजाएर पनि एरेन्जमेन्ट चाहिँ कभर गर्छ र त्यो सायद सस्तो सर्वसुलभ पनि होला। त्यो भएर हामीलाई अब मुचुङ्गाको स्वर भनौँ, सारङ्गीको स्वर लाइभमा बजाइदियो भने त त्यो त त्यसको त डिफ्रेन्ट भ्यालु हुन्छ नि त होइन? तर उहाँहरूले ल लाइभै बजाएको भनेर कतिपय अवस्थामा चाहिँ इलेक्ट्रोनिकबाटै पनि बजाएर सुनाइदिने झुक्काउने कामहरू पनि हुन्छ के बेला बेला। त्यो चाहिँ नराम्रो हो जस्तो लाग्छ मलाई। अब त्यसमा उहाँहरूलाई अवश्य पनि समय र आर्थिक रूपमा कटौती त भयो होइन? छिटो पनि भयो काम। तर जुन आउनुपर्ने एउटा नेचुरली जुन एउटा तपाईँको मुर्चुङ्गा गाउँमा बज्छ नि होइन बाँसको होइन, त्यो तर त्यसको जुन एउटा निखरता हुन्छ नि धुन, त्यो चाहिँ तपाईँलाई त्यसमा चाहिँ अब डिजिटलको युगमा भए पनि हामीले अब यो के भन्छ अहिलेको एआई सिस्टमलाई अब हामीले अँगालेर हिँड्दाखेरि तर त्यो खालको चाहिँ आउनुपर्ने तत्त्व चाहिँ आउँदैन भन्नु ठिकै हो। त्यसको ओरिजिनालिटी हराएर अब एआईको कुरा गरिहाल्नु भयो। एआईले त अहिले अब मान्छेकै स्वरैमा पनि अब एआईको गीतहरू आइसक्यो युट्युबमा है गर्दाखेरि अब जमानाले फड्को धेरै मारिसक्यो। हामीले त्यो पुरानै कुरा गर्न पनि हुन्छ या हुँदैन, त्यो सान्दर्भिक कुरो नहोला त्यही त। तर पनि अब एउटा ओरिजिनालिटी हामीले भोगेको समयको कुराहरूलाई हामीले जगेर्ना गर्नको लागि पनि त्यो कुराहरूलाई निरन्तरता गर्नुपर्छ भन्ने एउटा मेरो मान्यता पनि हो। त्यही त। अब यही कुरालाई गर्नुलाई अगाडि लानु पर्दाखेरि चाहिँ तपाईँको अब यो अहिलेको साहित्य गीत लेखन र कविता लेखन जुन अगाडिको पाउन सकिन्थ्यो केही वर्षहरूभन्दा अगाडि र त्यो वर्षभन्दा यता अगाडि चाहिँ अब क्रिटिसिजम गर्नेहरूले समीक्षा गर्नेहरूले चाहिँ धेरै आएको महसुस गर्नुभएको छ कि हजुरले एआईको कुरा निक्ल्यो होइन? अब अहिले चाहिँ ल एआईलाई चाहिँ तपाईँको एउटा गीत लेखिदियो भने पनि होइन हजुर लेखिदिन्छ, एउटा कथा लेखिदियो भने पनि लेखिदिन्छ। त्यो भलै अब त्यो अब भने जस्तो नहोला तर जुन सिकारु मान्छेहरू हुन्छ नि हजुर अब फेसबुकतिर पठाउने लेख्ने होइन टिकटकतिर लेख्नेहरू होइन हजुर हो उनीहरूको लागि चाहिँ अब कुनै पनि एउटा साधना बिना चाहिँ अब तपाईँको पाइरहेको छन् है। अब यसले तपाईँको विचारमा चाहिँ गीत आख्यान कविता कुनै साहित्य लेखनमा चाहिँ अगाडिको इम्प्याक्ट अब हामीले भोग्ने जुन एउटा अवरोध छ नि त्यो चाहिँ तपाईँलाई कस्तो जस्तो लाग्छ? अब के हो कि अब अलिकति निकटपना हराउने जाँदै हो कि अब यसले केही अब समस्या ल्याउने हो कि तपाईँलाई के लाग्दैन? समय एकदमै बलवान हुन्छ यसमा चाहिँ मलाई त्यस्तो लाग्छ दाइ। किनभनेदेखि समयले ल्याएको परिवर्तनलाई हामीले एक्सेप्ट त गर्नुपर्छ। तर जुन चाहिँ तपाईँले भन्नुभयो अहिले एआईमा मलाई नेपाली एउटा गीत लेखिदियो भने एआईले लेखिदिन्छ होइन, कविता लेख्दै अथवा आख्यानै पनि त्यसले गरिदिन्छ हामीलाई, त्यसले एउटा सहजता त दिएको छ। तर लेखन अब गीतको मात्रै कुरा नगरेर एउटा गीतकारले लेख्ने गीत भनेको पनि एउटा साहित्यकै अङ्ग हो, कविताकै एउटा अंश हो भने कवितामा पनि अब धेरैवटा
चिजहरू छ होइन। अब आख्यानको कुरा आफ्नै भयो। अनि जब प्रथम कुरो हामीले बुझ्न पर्ने चाहिँ के हो जस्तो लाग्छ भने, जस्तो एउटा साहित्यकारले जब कुनै कुरा सिर्जना गर्छ भनेदेखि काल्पनिकै लेख्ने विषयलाई त अब त्यसको कल्पनाको कुराहरू मात्रै हो भनेदेखि त त्यो फरक विषय हुन जाला, एउटा मनोरञ्जनको लागि मात्रै होला अथवा के। तर हामीले लेख्न पर्दाखेरि कुन मूल्य र मान्यता राखेर लेख्छौँ त्यसले एउटा मान्छेलाई हामीलाई एउटा धारमा लाने हो। अनि मेरो मान्यता अथवा मैले लेख्नुपर्ने अथवा मैले पढ्दा पनि विशेष गरेर चाहिँ अलिकति यथार्थ बोध हुने कुरा अनि आफूले भोगेर आएको यो कालखण्ड, यो परिस्थिति र आफूले जीवनमा भोगेको कुरालाई सम्मिलित गरेर त्यो सम्बन्धीको कुरा उठान गरेर त्यसलाई हामीले अहिले लेख्न सक्यो भनेदेखि भोलि त्यो इतिहास हुने हो नि होइन। अनि यसैमा सन्दर्भ जोड्दा अहिले हामी युद्ध कविता अथवा युद्ध साहित्यप्रति पनि धेरै हाम्रो बेलायती सर्जकहरू लाग्नु भएको छ। त्यो अनुरूप उहाँहरूले हामीले भोगेका कुराहरू लेखिरहेको छ र मलाई त्यसमा यो अहिलेको हामीले कालखण्डमा भोगेको कुराहरू त लेखिरहेको छौँ, तर त्यसमा मलाई एउटा अलिकति मिस हुने कुरा भनेको चाहिँ हाम्रो इतिहास त झन्डै 216-17 वर्षभन्दा लामो इतिहास छ। ब्रिटिस आर्मीमा गोर्खाली हामी अनुबन्ध भएर काम गर्न सुरु गरेको होइन। त्यो बेला पनि यसरी अब त्यो कालखण्डको मान्छेहरूले केही न केही लेख्दै 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 आएको भएदेखि त्यो त एउटा दस्तावेज हुन्थ्यो नि त होइन। तर अब कतिवटा अवस्थाले गर्दा जस्तो हङकङमा हामी बस्दा पनि मन फुकाएर आफूलाई लागेको कुरो लेख्न सकिन्थेन नि त, नोटिस पर्थ्यो। अथवा बाठो भयो भने अलिकति इमान्दारिता हराउला भन्ने एउटा मान्यता पनि थियो होला त्यो बेलाको हाम्रो पुर्खाहरूको। अब त्यो हिसाबले पनि लेखेनन् होला सायद। तर अहिले आएर हामीले लेख्नु पर्दा मैले लेख्न खोज्ने कुरा नै हामीले भोग्दै आएको कुराहरूलाई लेखौँ भन्ने हो। अब जस्तो मैले भोगेको कुरा अवश्य पनि तपाईँले भोगेको भए पनि तपाईँको लेखनमा अथवा त्यो भिन्नै प्रकारले आउँछ भने मेरो भिन्नै प्रकारले आउँछ नि त होइन। प्रत्येक मान्छेको आफ्नो शैली हुन्छ, आफ्नो नितान्तै व्यक्तिगत अभिव्यक्तिहरू होला। अब त्यो हिसाबलाई हेर्ने हो भने एआईले गरेको क्रिएसनमा त्यो चिज आउँछ त आउँदैन नि त, त्यो त मिस भइहाल्छ नि त। त्यो भएर हामीले आफूले गरेको ओरिजिनल चिजसँग आर्टिफिसियल कुराहरू कहिले पनि कम्पेयर गर्न चाहिँ मिल्दैन। त्यस कारणले गर्दाखेरि इन फ्युचरमा गएर पनि एआईले गर्ने आफ्नो ठाउँ होला, तर हामीले गर्ने चिज आफ्नो ठाउँमै रहन्छ, त्यसको मूल्य नै फरक रहन्छ नि त। त्यसो भए अहिलेको नेपाली साहित्यकारहरूले होइन कि आफ्नो दायित्व बोधलाई पुरा गर्न खोजे जस्तो देखिन्छ यो अहिलेको यो वर्तमान जुन प्रविधि र उच्च प्रविधिहरूलाई प्रयोग गरेर गर्नुभएको छ। अब त्यसमा पनि धेरै छ नि त, जुन अघि नेपालको मात्रै नभनौँ, यहाँ बाहिर होइन अब ठुल्ठुलो पुरस्कारहरू पाउनेहरूले पनि अब स्वीकारेको छन् त्यो होइन। त्यसबाट हामीले राम्रो ज्ञान लिन सकिन्छ, तर सो त सबै त्यसबाट त पनि पाउन सकिँदैन होइन। हजुरलाई चाहिँ अब यसको बारेमा चाहिँ यसमा चाहिँ मलाई कस्तो लाग्छ भनेदेखि जुन चाहिँ अघि गीत सङ्गीतको कुराहरूमा पनि एउटा इमान्दारी तरिकाले गीत सङ्गीत अनि गीतकारको मर्मलाई बुझेर त्यो अनुसारको लयबद्ध गरेर उनको चाहअनुसार गीत गरिदिने सङ्गीतकारहरू पनि हुनुहुन्छ भनेदेखि त्यसलाई अलिकति बेइमानीको हिसाबले गर्ने पनि हुनुहुन्छ नि त। लेखनमा पनि त्यो छ, किनभने अहिलेको जुन चाहिँ यो डायस्पोराबाट लेख्ने हामी जति पनि छौँ प्रायः जस्तोले हामीले अघि अलिकति प्रसङ्ग उठेको थियो युद्ध साहित्यको कुराहरू लेख्दाखेरि यथार्थमा बेस रहेर लेखेको कुराहरू जस्तो भर्खरै मैले हाम्रो कामबाङ नरेश भाइको पुस्तक पढेर सिद्धाएँ पानीपतिया होइन। त्यसमा उहाँले धेरै दुःख गर्नु भएको छ, जुन चाहिँ 200 वर्षदेखिको अघि कुरा भयो, त्यति बेला केही लेखेन, तर त्यो कुराहरू पनि उहाँले धेरै चिजहरू अनुसन्धान गर्नु भएको छ, धेरै पुस्तकहरू पढेर ल्याउनु भएको छ। विच इज त्यो त इमान्दारिता हो नि त। त्यसमा उहाँले आफ्नो इमान्दारिता त राम्रोसँगले के अरे अभिभारा पुरा गर्नु भएको छ नि त होइन जस्तो लाग्छ मलाई। अब त्यसमा अझै पनि पछि गएर धेरै चिजहरू आउला। अब त्यस्तै कथा लेख्नुहुन्छ, उपन्यास लेख्नुहुन्छ, थुप्रै हामीभन्दा सिनियर
आदरणीय दाईहरू हुनुहुन्छ, उहाँहरूले लेख्नुभएको उपन्यासहरू जस्तो गणेश राई दाईको राइफलको नालबाट जीवनलाई निहाल्दा, त्यसमा हामीले भोगेको कुराहरू छ नि त। त्यो हुनुपर्ने चाहिँ त्यही चिजहरू जस्तो लाग्छ मलाई। भनेपछि डायस्पोरा साहित्यले नेपाली साहित्यलाई धेरै या थोरै या कस्तो खालको टेवा पुऱ्याएर जस्तो लाग्छ मलाई? धेरै पुऱ्याए जस्तो लाग्छ। किनभनेदेखि जुन चाहिँ हाम्रो मैले भर्खर करिया पनि पढिसकेँ, त्यसमा पनि त्यो ऐतिहासिक करिया जुन बेला थियो चन्द्र शमशेरको पालामा चाहिँ त्यसलाई चाहिँ उहाँले रोक्नुभयो। त्यसपछि चाहिँ करियाको प्रचलन बिस्तारै हराउँदै गयो। त्यो विषयको कुराहरू छ, जस्तो योगमाया पढे निलम निहारिकाको, त्यसमा अब त्यो जमानाको एउटा कुरा छ होइन, जीवन राणाकालीन। अनि त्यो कुराहरू हेर्दाखेरि अनि अहिले यहाँबाट उहाँहरूले त्यहाँ भोगेर लेख्ने कुरा हाम्रो देशको कुराहरू छ, तर देशमा बसेर हामीले जुन यहाँ भोगेका छौँ होइन, त्यो कुराहरू चाहिँ हामीले लेख्दा नै लेख्न सक्छौँ होला जस्तो लाग्छ। जस्तो मलाई थाहा छ अघि स्कुले जीवनमा पढेको कुराहरू आयो, दौलत विक्रम बिष्टको चपाइएका अनुहारहरू। त्यति बेला त्यो एकदमै क्लिष्ट लाग्थ्यो नि त त्यो उपन्यास होइन, कतिले बुझ्न गाह्रो पर्थ्यो नि त होइन, मैले बुझिनँ पनि क्या, तर अहिले आएर त्यो पुस्तक मैले अहिले अडियोमा सुनेँ मैले है, त्यो मलाई यति स्पष्ट बुझेँ, मैले 100% बुझेँ भन्छु क्या म। अनि त्यसको कुरो भनेको चाहिँ जस्तो नेपालमा बसेर लेख्नु अनि हामीले डायस्पोराबाट लेख्नुको फरक चाहिँ के हुँदो रहेछ भने, हामीले त त्यो चिज जुन चाहिँ दौलत विक्रम बिष्टको चपाइएका अनुहारमा लेखिएको कुरा त क्रिमियाको वारको कुरा छ नि त, जर्मन सिपाहीको छ, बेलायती सिपाहीको छ। अनि त्यो चिज त हामीले नेपालमा बसेर त्यो भोग्दै नभोगी त त्यो त अति नै क्लिष्ट भयो नि त होइन, बुझ्दै बुझिँदैन नि त। तर त्यो चिजहरू त हामीले त हाम्रो कामको कर्मभूमि नै एउटा लाउरे अथवा गोर्खाली सिपाहीको रूपमा गरियो, अनि त्यो ठाउँमा पुगियो पनि होइन। बोस्निया हर्जगोभिना यो युगोस्लाभियाहरू त अब क्रिमिया पहिला नजिकै हो होइन, अहिले अब झगडा पनि भइरहेको छ यो, अनि युक्रेनको कुराहरू, अब त्यो ठाउँहरूको कुराहरू अहिले दौलत विक्रम बिष्टको उपन्यासमा पढ्दाखेरि त्यो चिज त स्पष्ट आफूले त त्यो बुझ्ने मात्रै होइन, त्यो पुगेकै ठाउँ अथवा त्यो भोगेकै फिल हुँदो रहेछ क्या त्यो चाहिँ। त्यो भएर पनि हामीले लेखेको कुराहरू हामीले एउटा मूलधार भन्छ अब नेपालमा हाम्रो साहित्यहरू पुग्न सक्यो भने उहाँहरूको लागि एउटा पृथक चिज जान्छ, नौलो चिज जान्छ होइन, अनि हाम्रो भोगाइको कुराहरू जान्छ र पनि हामीले चाहिँ लेख्नुपर्छ भन्ने चाहिँ लाग्छ मलाई। त्यही त तपाईँको त्यतिखेर उहाँ नपुगिकन लेख्नुभयो होइन, उहाँले अब विभिन्न अब त्यतिखेर लाइब्रेरीको किताबहरू अथवा केही समाचारहरू होइन न्युजहरू हेरेर लेख्नुभयो। अहिलेको मेन उठान पनि त्यही नै हो क्या तपाईँको नेपाली साहित्यमा। नेपाली काठमाडौँको सेरोफेरोको लेख्नु पऱ्यो भने काठमाडौँ जो बासी हुनुहुन्छ नि उहाँलाई छोडिदिने हो। अब तपाईँ अब इलामको पशुपति नगर आउनुभयो नि, त्यहाँ त मलाई के थाहा छैन होइन, त्यहाँको जनजीवनको बारेमा तपाईँले लेख्ने होइन क्या, अरूले होइन क्या, मैले होइन क्या। हजुर यहाँ विभिन्न के भन्छ धार र उसकोहरू कुराहरू आयो होइन, अब यो युद्ध साहित्यको कुराहरू आयो। त्यो भन्दाखेरि तपाईँ खास गरी आफ्नो मेन साहित्यको कुन चाहिँ एउटा धारलाई लिएर अगाडि बढ्नुहुन्छ कि तपाईँ एउटा युद्ध साहित्यलाई नै अलिकति सपोर्ट गरेर अगाडि बढ्नु भएको छ? म चाहिँ तर धारमा बसेर भन्दा पनि मैले अघि पनि भने मान्छेको लेखन अथवा सिर्जना भनेको आफ्नो भावना र विचारलाई अभिव्यक्ति गर्नुपर्ने हो होइन। अनि त्यसमा चाहिँ तपाईँको हामीले जुन चिज भोग्यौँ सायद त्यो अलिकति पृथक हिसाबले पनि भोग्यौँ होला, अथवा लाउरे भनिन्छ गोर्खाली सिपाहीलाई हेर्ने दृष्टिकोण केही समय अगाडि फरक थियो भने अहिले हामीले नै त्यसमा धेरै चेन्जेसहरू ल्याइसकेका छौँ। जस्तो लाउरे स्रष्टा सर्जकहरूले आफ्नो ठाउँबाट आफ्नो जीवनको भोगाइका कुराहरू लेखिरहेका छन् भने अब हाम्रो यङ जेनेरेसनको नानीहरू नेपालको गीत सङ्गीतमा मात्रै नभएर फिल्म उद्योगमै पनि एउटा राम्रो दृष्टान्त बनिसकेका नानीहरू छ। मिरुना भयो, गौमाया, दियापुन, धीरज मगर जस्तो नानीहरूले अलिकति केही न केही त कन्ट्रिब्युट गरेको छ नि त हाम्रो देशमा, हामी परदेशमै रहेर पनि गर्दा त्यो हिसाबले हेर्दाखेरि एउटा गर्वको कुरो त्यो पनि छ। दोस्रो कुरो मेरो लेखनको कुरा भनेको मैले अघि पनि भनेअनुसार यथार्थको कुरा नै हो। मैले जे भोगिरहेको छु त्यो कुरो नै मैले लेख्ने हो। तर मैले
यो युद्ध साहित्यको लागि अथवा युद्धिक कुराहरूलाई मैले लेखेर यो युद्ध साहित्यको धारमा जाओस् भनेर चाहिँ मैले कहिले पनि सोच्दिनँ। किनभने मान्छेको विचार अथवा भोगाइ जता पनि बग्न सक्छ नि त। तर जुन चाहिँ मैले भोगेको कुराहरू लेख्दाखेरि त्यो युद्ध साहित्यको क्याटेगोरीमा पर्छ भनेदेखि त ठिकै छ हैन। अब युद्ध साहित्यको निम्ति अवधारणाहरू पनि लेखिसक्नु भएको छ साथीहरूले, त्यसैको लागि उहाँहरू लागि पर्नु पनि भएको छ। अब उहाँहरूले यो युद्ध साहित्य भयो भनेर भन्नुहुन्छ भनेदेखि मलाई प्रब्लम छैन। तर म यही धारमा बसेर लेख्छु अथवा यही भन्ने चाहिँ मेरो चाहिँ छैन। म एकदम स्वतन्त्र हिसाबले लेख्छु। मैले जे देखेको छु जे भएको छु त्यो कुरो लेख्ने हो। भनेपछि डायस्पोराका जुन साहित्यकार कलाकार जम्मै हुनुहुन्छ नि हैन, उहाँले तपाईँलाई नै भन्नुभयो नेपाली साहित्यको आकाशमा अनि नेपाली अब सिने जगतमा गीत सङ्गीतमा जे होस् अनवरत रूपले चाहिँ तपाईँको सघाइराखेको छन्, दिइराखेको छन्। एउटा इँटा हैन घरको तल उक्काएर फाल्ने हैन जगाउनेतिरै लागिरहेको छ नि। तर अब के सुनिन्छ भने डायस्पोरा साहित्यकारहरूले अब उहाँहरूले जुन देख्नुहुन्छ त्यही चटक्कै लेख्नुहुन्छ, तर साहित्य जस्तो भएन हैन। अनि उहाँहरू अब धेरै दुःख गर्नुहुन्छ, त्यही अनुसार अब रकम पनि कमाउनुहुन्छ। अनि उहाँहरूले चाहिँ पैसाले अलिकति हैन दिएर अब अरूलाई हेर्न लाउनेहरू यस्तोहरू पनि सुनिन्छ। ती अब नकारात्मक विषयहरू नै हुन् हैन। अनि ती कुराहरूलाई हामीले उठान पनि गर्नुपर्छ। अनि के डायस्पोरा साहित्यकारहरूले चाहिँ के नेपालबाट पढ्दै नपढी आएका भन् त? अनि हामीले चाहिँ नबुझी लेखे जस्तो लाग्छ तपाईँलाई? त्यो जुन एउटा प्रविधि छ नि भन्ने हेपाई जस्तो क्या नेपालको, जुन एउटा केन्द्रमा बसेर चाहिँ आवाज उठाउने साथीहरू हुनुहुन्छ नि चिया गफतिर त्यो सुनिन्छ नि, तपाईँलाई त्यस्तो लाग्छ कि खास गरी के हो? मलाई त्यो लाग्दैन। किनभनेदेखि यो विषयमा अलिकति बहसै गर्नु मन लाग्छ कि मलाई उहाँहरूसँग। किनभने त्यो एउटा सङ्कीर्ण विचारधारा हो उहाँहरूको जस्तो लाग्छ। अब त्यो चिज चाहिँ कस्तो छ भने आजभन्दा पहिलेको अन्तर्राष्ट्रिय स्तरको कुरा गर्नुहुन्छ उहाँहरूले हैन। त्यो स्तरमा हामीले पनि पढेका छौँ। तर के हुन्छ भने अलिकति सेलिब्रेटेड भएपछि मेबी उहाँको कुरा 1 लाख जनाले सुन्छ भने हाम्रो कुरा 20 जनाले सुन्ला नि त, त्यो त फरक विषय भयो नि त। तर उहाँहरूले त्यो अलिकति सेलिब्रेटेडमा त्यो भन्ने बित्तिकै त्यसमा मनै मार्नुपर्छ अथवा हिंताबोध हामीलाई होइन भन्ने कुरो चाहिँ जब अनपढै भन्नु खोजेको त होइन, तर धेरै हाई लेभल क्वालिफाइड सर्टिफिकेट लिएर मात्रै लेख्ने भन्ने त हुँदैन नि त। साहित्य भनेको त नितान्तै आफ्नो आफूले जन्मजात पाएर आएको जस्तो पनि लाग्छ कि मलाई कतिवटा कुरा। कति चाहेर बन्न खोज्दा हुँदैन, कति नचाहि पनि हुन्छ। जस्तो एउटा दृष्टान्त यसमा दिउँ, 13 वर्षको नानी एनी फ्र्याङ्क, त्यसको तपाईँले अ लिटल गर्ल डायरी भन्ने फिल्म पनि छ हैन। त्यो नानीले लेखेको डायरी अहिलेको संसारमा सर्वाधिक बिक्ने एउटा डायरी हो। ऊ 13 वर्षको उमेरमा के अरे हिटलरको कन्सन्ट्रेट क्याम्पमा मर्यो नि त। तर उसले त उसलाई 13 वर्षको बर्थडेमा उसको बाबाले दिएको डायरीमा त्यो उसले के अरे नजरबन्द भएर हिटलरबाट लुकेर हल्यान्डमा बस्दाखेरि लेखेको कुराहरू हो नि त। त्यो त ऊ मरिसकेर पछि त्यो डायरी चाहिँ त्यो उसमा भेटेर उसको बाबुले प्रकाशित गरेपछि त्यो नानीलाई थाहा थियो होला त त्यो चाहिँ यस्तो फेमस हुन्छ संसारको भन्ने थिएन नि त। तर त्यो चिजहरूलाई हेर्ने र उहाँहरूले त्यो जुन चाहिँ मूल्याङ्कन गर्छ नि डायस्पोराकोले चाहिँ पैसाको भरमा अथवा लेखे त्यो भन्ने चाहिँ उहाँहरूको गलत सोच हो जस्तो लाग्छ। त्यसलाई चाहिँ मलाई च्यालेन्जै गर्न मन लाग्छ कि कतिपय अवस्थामा चाहिँ। किनभनेदेखि हामीले लेखेको कुरामा के चाहिँ कमी छ त त्यो चाहिँ देखाइदियोस् न त, हामी त्यसलाई पुरा परिष्कृत गर्छौँ नि त। तर उनीहरूले लेखेको त अनि फरक धारको कुरो अथवा त्यो भएन भन्ने कुरो त अहिले साहित्यमा चलेको नै फरक धारमा लेख्ने। जस्तो कुमार नगरकोटी सर, उहाँ फिक्सन डिजाइन, उहाँको र अरूको त्यो परम्परागत लेख्नेको त मिल्दैन नि त, मिल्छ र मिल्दैन। नयाँ यी राखेको छु यो J33 भन्ने हिसाबले राखेको, मैले पनि उहाँको थुप्रै पढेँ। यो चाहिँ ग्राफिक नोभल हो हजुर, तपाईको हैन। अब त्यो कुरोहरू चाहिँ फर्केर नहेर्ने के भइरहेछ साहित्यमा कुन धारमा, अनि आफ्नै कुरा मात्रै जित्ती गरेर परम्परागत लेख्ने भन्ने सोचले त्यो फलानाको चाहिँ यो हो भनेर मूल्याङ्कन गर्ने मान्छेको सोचलाई परिवर्तन गर्नुपर्छ उहाँहरूले पनि। चाइनिज फिलोसोफरले भन्नुभएको छ जीवन कुनै दौड होइन, जीवन एउटा यात्रा हो अरे तपाईँको होइन। अनि त्यो यात्रामा तपाईँको जुन जुन परिदृश्यहरू हामीले देखिन्छ नि होइन,
त्यसलाई हेर्दै जाने हो, मनन गर्दै जाने हो होइन। राम्रा कुरा दृश्यहरूलाई चाहिँ आफूले हृदयगमन गर्ने हो, राख्ने हो होइन। अब नचाहिने चित्रहरू र नचाहिने दृश्यहरूलाई चाहिँ त्यसलाई चाहिँ के हो बिस्तारै बिस्तारै फेड आउट गर्दै जाने हो होइन। तर तेरो यो नराम्रो मेरो यो राम्रो यो कुराहरू जुन छ त्यो तत्त्व चाहिँ होइन अब त्यो पनि अब धेरै पुरिँदै गएको जस्तो लाग्छ मलाई होइन। त्यो सोच बदल्नु पनि पर्छ, किनभनेदेखि एउटा कुरो के चाहिँ हो भनेदेखि जस्तो लेखनमा चाहिँ के हुन्छ भनेदेखि तपाईँको मैले नलेखे पनि भयो एउटा कुरो, मलाई एकदमै इच्छा छ मैले नलेखे पनि भयो, तर लेखिसकेपछि त मेरो जस्तो आउन पर्छ नि त होइन, म जस्तो आउँछ नि त होइन। अनि तपाईँ पनि साहित्यकार हुनुहुन्छ, अब केदार सङ्केतजी तपाईँले लेखेको कुरो मसँग ठ्याक्कै मिल्यो भनेदेखि त तपाईँ र मैले किन लेख्ने त, मेरो म जस्तै आउनु पऱ्यो त्यही भोगाइ। आज हामी बस्यौँ 1-1.5 घन्टा यो गफ गरौँ, यही चिजलाई तपाईँले आफ्नो शब्दचित्रमा उतार्नुभयो भने त तपाईँको तरिकाको आउँछ नि त। अनि मैले लेखेँ भने मेरै तरिकाको आउनु पऱ्यो, त्यो पृथकता नै साहित्यको व्यापक त्यही डिफरेन्सेस भनेको होइन र त्यही आउनु पर्यो मूल्य हो नि त होइन। एक्ज्याक्टली। अनि त्यो कुरोलाई चाहिँ अलिकति गहिरेर सोचिदिएर अनि हामीले लेखेको कुरालाई त्यो भन्नभन्दा पहिला पढेको छ कि छैन त, अथवा हामीले लेखेको कुरालाई उहाँले सुन्नुभएको छ कि छैन त, अथवा त्यो लेख्यो भनेर पूर्वाग्रह तरिकाले त्यो यस्तो है त्यो भनेर एउटा दुईटाले कमी कमजोरी अथवा आफ्नो कमी कमजोरी अथवा कुनै काम बिगार्यो होला त्यो चिजलाई हेरेर सबैलाई त्यसमा ढकेल्नु त ठिक होइन नि त। त्योभन्दा त अब साहित्यमा यस्तो क्रियाशील हुनुहुन्छ होइन, अब आउने तपाईँको चाहिँ कृति चाहिँ के होला यस्तो छुटकारीमा भनिदिनुहोस् न। हजुर, सर्वप्रथम चाहिँ मलाई अघिदेखि मनमा खट्किराखेको कुरो तपाईँले मलाई गीतकार कवि भन्नु थुप्रै के अरे उस दिनुभयो, विशेषण दिनुभयो, ती सबै कुराहरूलाई थाम्न सक्ने मेरो बलियो काँध बनिसकेको छैन एउटा कुरो चाहिँ। तर तपाईँले एउटा सम्मानले अथवा मायाले भन्नुभयो होइन, त्यो चिजहरू मेरो सर्वप्रथम म एउटा साहित्य अथवा सङ्गीतप्रतिको अनुरागी मात्र हो, मलाई मनपर्छ, त्यसमा डुब्नु मनपर्छ, पढ्न मनपर्छ अथवा रहरमा लेख्न मनपर्छ। अनि त्यही सन्दर्भमा गीतहरू थुप्रै लेखियो, झन्डै 7 दर्जन रेकर्डिङ भएछ मेरो गीतहरू। त्यो धेरैजसो गीतहरू मेरो अलिकति यथार्थमै केन्द्रित भएर लेखेको छ, कविताहरू पनि यथार्थमा मैले जे भोगेको छु अथवा मेरो सराउन्डिङमा जसले जे भोगेको छ त्यो चिजहरूलाई मैले लेखिरहेको छु। र त्यही चिज लेख्ने क्रममा मेरो आउने आख्यान अथवा उपन्यास त्यो झन् एकदमै सत्य घटना, मेरो आफ्नै फ्यामिली मेम्बरभित्र भोगेको घटना जुन चाहिँ त्यो घटना पनि यति अनबिलिभेबल थियो कि नर्स काम गर्दै गरेको बहिनी अक्सफोर्डमा ढल्यो, हस्पिटल लग्यो जोन रेडक्लिफमा, सिधै डक्टरले उसको एमआरआईहरू सबै गर्ने बित्तिकै 2 हप्ता जति मात्रै 2 हप्तामा त एक्सपायर हुन्छस् भनेर भन्दियो है, हस्पाइसमा पठाएको। हस्पाइस भनेको अन्तिम मान्छेको, अनि ऊ 2 हप्ता भनेको डक्टरले, तर 1 महिना बाँच्यो होइन। अनि मेरो आफन्त काका काकी अनि उहाँको एउटा छोरा चाहिँ हङकङमा है, अनि उहाँहरू छोरी त्यसरी बितेपछि अहिले नेपालै जानुभयो, झापामा हुनुहुन्छ। अनि काका चाहिँ उहाँको नम्बर चाहिँ बिर्सेँ, उहाँ 7GR को लान्स कपरलमा पेन्सन जानुभएको। अनि उहाँसँग बसेर मैले के गर्ने भने मलाई पनि एकदम अकल्पनीय भयो त्यो घटना। अनि उहाँहरूको आँसु देखेँ मैले, एउटा भोग्ने, हामी परदेशमा बसेर सबैले सुख भोगेका हुँदैन नि त। अनि त्यो दुःखमा चाहिँ मैले पछि एउटा कथा लेख्छु भनेको थिएँ, तर पछि काकासँग गफ गर्दै जाँदाखेरि चाहिँ उहाँले 71 सालमा भर्ती लाग्नुभएको हो। अनि त्यो बेलादेखिको घटनाक्रमलाई केलाउँदै उहाँले पनि भन्नुभयो। अनि त्यो कुरोहरूलाई सबै समेट्दाखेरि चाहिँ ल उपन्यासै गरौँ काका भनेर चाहिँ अनि हुन्छ भनेर भन्नुभयो कि पछि, अनि त्यसरी जन्मेको त्यो उपन्यास। अनि त्यसमा सकिसक्नुभयो त्यो तपाईँले? सकेर पनि मैले पाण्डुलिपि अहिले नेपालमा पठाइसकेको छु। त्यो अलिकति व्याकरणहरू अब त्यो हेर्नुपर्ने त्यो हुन्छ होइन, त्यो गरिराख्नु भएको छ शशीजीले। अनि अर्को मलाई अत्यन्तै लेख्न मन लागेको संस्मरण है। हजुर, त्यो संस्मरण त्यति बेला अब गीत सङ्गीतमा लागिहाल्यो, अब गीतहरू त्यति धेरै रेकर्डिङ भयो। अनि हङकङमा एक प्रकारको धार थियो गायक गीतकारहरूको भनेदेखि
युके आएर हाम्रो अर्को धार बन्यो नि त होइन समयसँगै प्रविधिसँगै चेन्ज भयो अनि त्यति बेला जति गायकहरूले गीत गाउनु भएको त्यो पनि मेरो उत्प्रेरणाको स्रोत थियो किनभने मैले हङकङ पनि भोगेँ अनि बेलायत आएर बेलायत पनि भोग्यो नि त गर्दाखेरि त्यति बेलाको कतिजना मैले गायकहरूसँग कुरा गरेँ जस्तै हेम गुरुङ भयो देव गुरुङ जीवन गुरुङ उहाँहरूसँग पनि कुरा गरेँ धेरै लामो अनि हाम्रो किरण सुब्बा दाई हुनुहुन्छ नि भेटरेन ब्यान्ड पहिला अहिले त युटेन ब्यान्ड के भन्नुहुन्छ अरे उहाँबाट पनि इन्फर्मेसन धेरै लिएँ अनि त्यति बेला ब्यान्डहरू थियो जस्तो हाम्रो भान्जाकै ब्यान्डहरू पनि थियो होइन अनि त्यो चिजहरू अहिले हराएर गयो नि त अनि उहाँहरूसँग कुरा गर्दाखेरि त्यो चिजको उहाँहरूसँग डिजिटल केही पनि छैन त्यो उहिलेको त्यो चक्कावाला टेपमा रेकर्ड गरेको मात्रै साँचेर राखेको छ अरे त्यसलाई अहिले MP3मा कन्भर्ट गर्ने चिज पनि उस्तै पऱ्यो त्यो प्लेयरै पाउँदैन अनि त्यो गीत त नष्ट भएर जाने भयो त्यो गीतहरू अनि उहाँहरूको जीवनी अथवा त्यो चिजहरूलाई चाहिँ समेटौँ भनेर म त्यता पनि लागि परेको तर उहाँहरू सबैसँग कुरा गर्दाखेरि हुन्छ हामी सहयोग गर्छौँ हाम्रो इन्फर्मेसन दिन्छु भन्नुहुन्छ तर उहाँहरूले अब साह्रो पर्दो रहेछ मलाई अहिलेसम्ममा आफ्नो फुल इन्फर्मेसन दिनुभएको भनेको रेडिङमा बस्नुहुन्छ देव गुरुङ दाई देव दाईले मात्रै दिनुभएको छ र उहाँसँग म एकचोटि फेरि प्रत्यक्ष यसरी भेटेर अलिकति इन्फर्मेसन लिने पनि विचार छ अब मेरो कोसिस हो त्यो चिज पछिसम्म बाँचोस् भन्ने अब हाम्रो नर्देन दाई होइन नर्गेन हजुर नर्देन उहाँ बितेर जानुभयो उहाँले अब एउटा पप गीतमा त उहाँले धेरै छलाङ मार्नु भएको उहाँको त्यही त नि त मुसु मुसु हाँसिदेऊ भन्ने त ऊ त बलिउडसम्म त्यो गीत कपी भएर गएको छ गीत कपी होइन अब जस्तो देव गुरुङ दाकै कुरा गर्ने हो भने पनि निष्ठुरी भन्छौ मेरी मायाले त्यो गीतहरू त बाबा अब आज गीतहरू हुन् होइन अनि अब त्यहाँ तपाईँले कलम डुलाउन थाल्नु भएको छ त्यसमा त्यो समावेश गर्नुहोस् होइन त्यो गरिरहेको त्यसो भन्दाखेरि अब हामी झनै कार्यक्रमको अन्तिममै आउँदैछौँ होइन गीत सङ्गीतको धेरै कुरा भए तपाईँले सुप्रमा सुन्दर प्रसाद मानन्दर स्मृति पुरस्कार बेलायतको 2014मा पाउनुभएको छ है अनि त्यसमा चाहिँ कविता सङ्ग्रह तपाईँको अनुभूतिको रङहरूलाई चाहिँ गरिएको थियो त्यसै गरेर हजुरले विधिरत्न सम्मान पनि पाउनुभएको थियो अस्ति यही वर्ष भनौँ न 2081 सालको हो अनि उहाँ चाहिँ वरिष्ठ गीतकार हुनुहुन्छ बुद्धवीर लामा दाजु उहाँ मेरो इलाममा पनि छिमेकी अनि यो गीत रत्न 2081 चाहिँ 13औं पाउनेमा 13औं गीतकार चाहिँ म रहेछु 13औं है हजुर हजुर मैले जोड्न खोजेको तपाईँले अब गीत सङ्गीत कवितादेखि लिएर गीतहरू लेख्नुहुन्छ होइन धेरै अब गीत र कविताकै कुरा हुँदैछ त्यो तपाईँलाई धेरै धेरै अब बधाई छ होइन भर्खर पाउनुभएको रहेछ अब कविताकै कुरा गर्दाखेरि अब एउटा कविता सुन्ने पालो आएको छ तपाईँले कुन कविता लिएर आउनुभएको छ होइन एउटा कविता यथार्थकै कुरा गरियो मलाई एउटा यो गीत पहिला सुनाउन मन छ र गीतको त अब शीर्षक नभनिकन म गीत नै सुरु गरेँ दुखीको कथा पीर र व्यथा बिरानो परिवेश स्वर्गकै टुक्रा झरे झै सुन्दर टाढा छ मेरो देश यो स्थायी पहिलो अन्तरा मनको इच्छा कल्पेर सधैँ जुन तारा छुनु छ छातीको पीडा सहेर एक्लै आँसुले धुनु छ यस्तै छ रित सुखको शीत सुकेर गइहाल्छ फाटेको चित्त यो छातीभित्र भतभती पोल्दछ दोस्रो अनि अन्तिम अन्तरा बिरानो ठाउँ आफन्त छैन उदास छ जिन्दगी उकास्ने कहिले साउको ऋण घरबार छ बन्दकी आमा र बाबा भन्दछन् फर्की आउनु है स्वदेश फुलेन कहिले सुखको फुल निष्ठुर छ परदेश दुखीको कथा पीर र व्यथा बिरानो परिवेश स्वर्गकै टुक्रा झरे छै सुन्दर टाढा छ मेरो देश धन्यवाद यो चाहिँ गीत भयो होइन हजुर अनि अब कविता चाहिँ अघि प्रसङ्ग सुप्रमा पुरस्कारको निस्क्यो यो अनुभूतिका रङ्गहरू कविता सङ्ग्रहले पाएको भन्दा पनि अब माया गरेर दिनुभएको अब सुप्रमा पुरस्कारको विषयमा भन्नुपर्दा चाहिँ त्यो पुरस्कारको स्थापना चाहिँ यहाँको वरिष्ठ कवि साहित्यकार ईश्वर मानन्दरज्यूले आफ्नो बुवा सुन्दर प्रसाद मानन्दर ज्यूको स्मृतिमा राख्नु भएको हो जीवनसँग रहिरहेका जीवनहरू एउटा सुन्दर भोलिको प्रतीक्षा साँच्दा साँच्दै अर्को दिन आउँछ र सदा चाहिँ चुपचाप त्यो दिन हिजो बन्छ
एउटा सुन्दर भोलिको प्रतीक्षा साँच्दा साँच्दै अर्को दिन आउँछ र सदाझै चुपचाप त्यो दिन हिजो बन्छ। यही समयसँग बग्न नभ्याएका निराश र क्लान्त पथिकहरू बाध्यताको चप्लेटीमा अनन्त दुःखको भार बिसाएर खुइ काट्छन्। विरक्त मन, बेढङ्गका कल्पनाहरू, बेलगाम सुख र खुसीहरू र गन्तव्यहीन जीवन यात्रा। छि यो निसार जीवन, छि यो बाँच्नुको निस्सारता र छटपटीहरू। खै कता गयो त्यो अल्लारे बैस, कहाँ खस्यो मुहारको ओजिलो कान्ति, कहाँ बिलाए विक्रान्त मनसुवाहरू। त्यो महत्त्वकांक्षी इच्छाको पहाड अनि बालुवाको महल जस्तो गुर्लुम ढलिसकेछ। अधुरो सपनाको मृत्युमा परेलीहरू रसाउँछन् आजकल। त्यही मृत सपना बोकेर मलामी जान्छ विवश मन। जसरी जेर्न थाती पनि आफ्नै रहर र आकाङ्क्षाहरूको मसान घाट भएको छ। तुवालोले ढाकेको क्षितिजमा उदास उदास झोक्राइरहेको पहाड झैँ आशा र निराशाको दोसादमा केवल निस्सार जिउनुको व्यवस्था बोकेर पहिचान खोज्दै जसो तसो घस्रिरहेछन् यहाँ जीवनसँग रोइरहेका जीवनहरू। धन्यवाद। ल, एकदम राम्रो यथार्थपरक कविता सुनाउनु भयो तपाईँले होइन। यसमै तपाईँको अब युट्युब पनि च्यानल छ। अब श्रोताहरूले अब धेरै तपाईँको गीतहरू त्यहाँ देख्न पाउँछन्। खासै युट्युबको च्यानलको नाम चाहिँ भनिदिनुहोस्। मेरो मुकेश राई क्रिएसन भनेर आफ्नै नाम। मुकेश राई क्रिएसन छ है तपाईँको त्यहाँ तपाईँको गीतहरू। त्यसमा मेरो धेरै गीतहरू अब भिडियो पाइन्छ होइन। हजुर, गर्न नसकेका गीतहरू पनि मैले सुन्नको लागि भनेर त्यसमा समावेश गरेको छु। यति लोभलाग्दो साहित्यिक कविता गीतहरू लेख्नुहुन्छ तपाईँले होइन। तपाईँले खास गरी यसको पछाडि हुन्छ नि एउटा पर्दा पछाडि तपाईँलाई सहयोग गर्ने अथवा अलिकति एउटा टेवा पुर्याउने र अथवा त्यसको स्रोतहरू भन्नुपर्दाखेरि केही त्यस्तो याद छ तपाईँलाई? कसैले तपाईँलाई सहयोग राख्नुभएको छ भन्नाले अलिकति हौसला दिने कामहरू गरिराख्नुहुन्छ? यसमा अब घर परिवारको सहयोगको त म अत्यन्तै आभारी छु है। मेरो जीवन सङ्गिनी सुशीला, उसले अब मेरो जुन चाहिँ यो पढाइ लेखाइको कुराहरू भनौँ, सिर्जनाको कामहरूमा घरको व्यवहारहरू मिलाइदिनुको अभिभारा लिएर समय दिन्छ मलाई। त्यो नै सबभन्दा ठुलो एउटा सर्जकको लागि समयको महत्त्व भन्ने कुरा चाहिँ त्यसबाट पनि एउटा अनुमान गर्न सकिन्छ होइन। त्यसै गरी अब अन्य घर परिवारहरूले मैले सिर्जना गरेको चिजहरूलाई कस्तो भयो के भयो भनेर त्यसमा अलिकति चासो देखाएर पढ्ने अनि त्यसमा सुझाव सल्लाह दिने काम मेरो बाबाले पनि गर्नुहुन्छ। बाबाले पनि धेरै जो साहित्य प्रेमी हुनुहुन्थ्यो बाबा पहिला। अहिले चाहिँ अब अलिक आँखाको समस्याले गर्दा पढ्नुहुन्न, गीतहरू चाहिँ सुन्नुहुन्छ। फेरि उहाँ गीतको साह्रै पारखी हुनुहुन्थ्यो। पहिला यो के अरे रेडियोहरूमा चाहिँ फरमाइसी कार्यक्रममा हजुर एकदमै हो। अनि अनि त्यो हिसाबले उहाँलाई गीत सङ्गीतप्रतिको लगाव, अब छोराहरूको नामै उहाँले गायकहरूको राखिदिनु भयो। अब त्यो पनि उहाँको गीत सङ्गीतप्रतिकै हो। मेरो नाम अब म जेठा छोरा मुकेश, माइला किशोर, साइला कान्छा छोरा बलिउडको हजुर हो। तर अब यो एउटा ख्याल ठट्टा पनि साँच्चै पनि उहाँ चाहिँ अत्यन्तै गीत होइन जानेर राख्नुभयो। त्यही अनुसार तपाईँले त एउटा बाबाको एउटा इच्छा र आकाङ्क्षालाई त तपाईँले अगाडि लिएर गइराख्नु भएको छ। गायकै नबने पनि गीतकारसम्म हजुर गाउनु त हुन्छ कि त गीत त तपाईँलाई त्यत्रो अब 84-85वटा होइन धेरै लेखिसक्नु भएको। अनि त्यस पश्चात चाहिँ अब तपाईँहरू जस्तो शुभचिन्तक हुनुहुन्छ जसले मलाई यसरी प्लेटफर्म दिनुभयो, हाम्रो श्रोता पाठक उहाँहरूले अनि चिनजानका धेरै साथीभाइहरूले पनि हौसला दिइबस्नुहुन्छ। त्यो नै मेरो ऊर्जाको एउटा स्रोत हो। मैले त्यही प्रश्न गर्न आँटेको थिएँ तपाईँलाई, यो साहित्य यात्रामा कसरी आकर्षित हुनु भयो भनेर होइन। तपाईँले ट्याक्कै भनिदिनु भयो होइन। जस बुबाले पहिलादेखि नै निकै होइन लाग्नुभएको रहेछ। मैले सुरुमा पनि भनेको थिएँ बाबाले चाहिँ पत्र पत्रिका यो उपन्यासहरू चाहिँ धेरै जम्मा गर्नुहुन्थ्यो।
एउटा लाइब्रेरी नै सानो सानो बनाउनु भएको थियो, तर फटा चाहिँ मनै थियो अलिकति। त्यो साथीभाइले माग्ने मैले दिइहाल्ने, फर्काउँथेन के, त्यो गरेर उहाँको झन्डै झन्डै मैले लाइब्रेरी नै रित्ताइदिएको थिएँ कि अन्त धेरै साँचेर राख्नु। तर मैले अहिले फेरि यहाँ आएर कोसिस गर्दैछु, सानो लाइब्रेरी बनाएको छु मैले। ठिक छ, मेरो पनि त्यहाँ पछाडि छ, अहिले घुमाउँला होइन। भनेपछि तपाईँलाई साहित्यले अहिले तपाईँलाई कतातिर डोराएर जस्तो लाग्छ, कहाँसम्म पुऱ्यायो जस्तो लाग्छ? एउटा आफूलाई फिलिङ हुन्छ नि, यो अब उमेरमा आइसक्नुभयो होइन, उमेर भन्नाले अब युवा अवस्था त आउनै बाँकी नै छ। युवा चाहिँ अब तपाईँको 60 वर्षसम्म हो भन्छन् होइन। तपाईँ त मभन्दा अलिकति उमेरको हिसाबले जुनियरै हुनुहुन्छ होइन। कति गर्नु छ अनि कहाँ आइपुगेको जस्तो एउटा हुन्छ नि तपाईँको मार्जिन होइन। साहित्यले खासै अब मलाई त्यस्तो कहीँ पुऱ्याए जस्तो लाग्दैन एक हिसाबले चाहिँ होइन। तर मृगतृष्णा चाहिँ कस्तो हुँदो रहेछ भने अब जति पनि श्रोताले अथवा गीत सुन्ने अब साथीहरू हुनुहुन्छ, कति अब कविता सङ्ग्रह पनि पढ्नुभयो, अब सुप्रमा पुरस्कार नै पनि त अब दिनुभयो, पुरस्कृत गर्नुभयो होइन। त्यो हिसाबले हेर्दाखेरि अब केही न केही अलिकति योगदान गर्न सके कि अथवा एक पाइला भए पनि अगाडि बढे कि भन्ने जस्तो पनि लाग्छ। तर गर्नु कति छ भन्ने प्रश्नमा त गर्नु त धेरै छ, तर त्यो जुन चाहिँ आफूले लक्ष्य लिएकोमा मिट गर्न चाहिँ गाह्रो छ। तर पनि एउटा दुईटा कृतिहरू ल्याउने क्रममै छु। अब कोसिस गर्दै जाउँ, अब सासले र हात खुट्टाले कहिलेसम्म साथ दिन्छ होइन। यसमा त अब आफूले सिर्जना नगरे पनि अरूकै पढेर भए पनि अब साहित्यमै रमाएर बसिन्छ। तपाईँ अब धेरै किताबहरू पढ्नुहुन्छ, हालसालै चाहिँ कुन किताब पढ्नुहुन्छ नेपाली? मैले अघि पनि मेन्सन गरेको थिएँ पानीपतिया सकेर अहिले चाहिँ फेरि अडियो बुकले गर्दा के अरे करिया सुनिसकेँ। अनि अहिले चाहिँ पढ्न सुरु गर्न लागेको चाहिँ निलम निहारिकाको के अरे कथा सङ्ग्रह रहेछ, त्यो पनि ल्याएको छु एउटा। अनि त्योभन्दा पहिला सुरु गर्नै लागेको चाहिँ मुकाम रन मैदान, यो मदन पुरस्कार त्यो पनि ल्याएको छु। तर त्यो यसो मैले सरस्वती हेर्दा चाहिँ त्यो पढ्नको लागि चाहिँ मैले पक्का टाइम छुट्याएर मजाले नै किनभने त्यसमा धेरै पुरानो अभिलेखहरू धेरै चिजहरू छ। त्यो अलिकति त्यो फिक्सन उस पढे जस्तो चाहिँ हुँदैन होला सायद। अलिकति मलाई पढ्न मन लाग्ने चाहिँ फेरि त्यस्तै हो। हजुर, भनेपछि अब नयाँ गीतहरू केही आउँदैछ भने? नयाँ गीतहरू त थुप्रै लानुभएको छ, तर मैले चाहिँ अब आफैले चाहिँ लगानी गरेर आफैले त्यो चिजमा लागि परेर चाहिँ गर्न छोडेँ। मैले भन्नु खोजेँ अब तपाईँको 2टा एल्बम आइसकेको छ होइन? हजुर। लास्ट के आउँदैछ? लास्ट अघि मैले वाचन गरेको गीत छ सोनाङ भाइले, अनि अरू हाम्रो सुमिता बहिनीले अस्ति गएर ताराप्रकाश भाइसँग युगल गीत गर्नु भएको छ, त्यसको भिडियो आफै गर्ने भन्नुहुँदै थियो। अनि अरू पनि थुप्रै छ गीतहरू त, अब त्यो सबैको नाम सबैलाई सम्झिनु अब। हजुर, हामी आजको सङ्केत संवाद कार्यक्रममा हामी कार्यक्रमको अन्तिममा आइसकेको छौँ होइन। अब तपाईँले अघि भन्दा केही मनमा लागेको कुराहरू हुन्छ नि, एउटा यसो केही भन्न मन लागेको छ कि? मलाई भन्नै मन लागेको चाहिँ डायस्पोरामा हामीले जुन चाहिँ अघि प्रश्न पनि गर्नुभयो, लेखनमा सबै क्षेत्रमा हामीले लागि परेका छौँ होइन। हामी सबैले त्यो ठाउँमा कोसिस पनि गरौँ र सबभन्दा महत्त्वपूर्ण कुरो भनेको चाहिँ आफ्नो क्षेत्रबाट आफूले गरेका छौँ। तर त्यो सबै चिजलाई चाहिँ तपाईँले जुन चाहिँ यो पोडकास्ट मार्फत अहिले सुरु गर्नु भएको छ होइन, यो चिजलाई चाहिँ तपाईँलाई म बधाई अनि एकदमै मेरो अन्तर्हृदयबाट निरन्तरताको लागि शुभकामना पनि दिन चाहन्छु है। यो चाहिँ एकदम राम्रो कुरो चाहिँ तपाईँको हाम्रो कृति, हाम्रो लेखन, हाम्रो जे गरेको छौँ त्यो चिजलाई अभिव्यक्त गर्ने ठाउँ एउटा प्लेटफर्म दिनुभएको छ सङ्केत संवाद भनेर जुन चाहिँ युट्युब च्यानलमा होइन। अब यो चिज एकदमै मलाई मूल्यवान हो। आज नभए पनि भोलि हाम्रो अभिव्यक्ति कसैले सुन्छ र यसलाई निरन्तरता गर्नुहोस्। र मलाई यो यसरी यो ठाउँमा प्लेटफर्म दिनुभएकोमा मेरो अन्तर्हृदयबाट तपाईँलाई प्रति हार्दिक आभारी पनि छु। तपाईँको पनि साहित्यिक कृतिहरू पनि आउँदै रहोस्। साथै अहिले अब हामीलाई यति समयसम्म साथ दिनुहुने सम्पूर्ण श्रोता अनि साहित्य प्रेमी साथीहरूलाई, शुभचिन्तकहरूलाई म हार्दिक नमन। तपाईँको समयको लागि होइन। हाम्रो सबै टिम, हाम्रो प्रकाशजी लाइटिङ र क्यामेरा हेरिराख्नु भएको छ, उहाँ लगायत सम्पूर्ण श्रोताहरूलाई हामी आजको यस कार्यक्रमबाट
बिदा लिन चाहन्छौँ। हस्, धन्यवाद। मुकेशजी थ्याङ्क यू सो मच फर कमिङ है।